सबैभन्दा अगाडि चाहिँ तपाईहरु प्रार्थना गर्न खाँचो छ है। आजको शीर्षक छ प्रार्थनामा लागिरह। यानी कि कति तपाईले कति धेरै प्रार्थना गर्नुभएको छ होला, रात दिन पुकारेर प्रार्थना गर्नुभएको छ होला, दिन बित्यो, महिना बित्यो, वर्ष बितिसक्यो होला, तर पनि तपाईको प्रार्थनाको उत्तर आएको छैन। तपाईँ निराश हुनुभएको छ होला, अब म थाकिसके, म त अब तपाईँ त्यो प्रार्थना नै गर्न छोडिदिनु, थाकेर भयो प्रार्थना गर्न छोड्छु होला। तल आज उत्साह दिन चाहन्छु, प्रार्थना गर्नुहोस्। एउटा भसबाट तल उत्साह दिन चाहन्छु है। कतिले हामी त्यस्तो हुन्छ हैन, प्रार्थना गर्दै गयो, दिन बित्छ, हप्ता बित्छ, महिना बित्छ, वर्षौं बित्छ, त हाम्रो प्रार्थनाको उत्तर हामीले पाउँदैनौँ। त्यतिखेर हामी के छ, खिन्नता हुन्छ, निराश हुन्छ, हामी प्रार्थना गर्नै छोडिदिन्छौँ। तर वचनले के भन्छ, निरन्तर प्रार्थनामा के छ, लागिरह, पक्रिराख्ने के परमेश्वरको वचनलाई पक्रिराख्ने हो, विश्वास गरिराख्ने हो, अनि प्रार्थना गरिरहने। विश्वास तपाईँ मेरो सबैभन्दा ठुलो हतियार नै प्रार्थना हो। जागृति केबाट आउँछ? प्रार्थनाबाट आउँछ। तपाईहरुमा यतिकै जागृति आउँछ त, प्रभु मलाई जागृति चाहियो, त्यति जागृति आउँछ। तपाईलाई घुँडामा जान पर्यो नि त, घुँडा गइकन रोइकन प्रार्थना गर्न पर्छ, परमेश्वर समय बिताउन पर्यो नि त। कताले गर्नुहुन्छ घुँडा गइकन रोइकन प्रार्थना? तपाईले के हाम्रो आफ्नै परिवारको निम्ति प्रार्थना गर्नु, के हाम्रो छिमेकीलाई प्रार्थना गर्नुभएको छ, के हाम्रो मण्डलको निम्ति प्रार्थना गर्नुभएको छ, के हाम्रो देशको निम्ति प्रार्थना गर्नुभएको छ? कताले गर्नुहुन्छ प्रार्थना देशको निम्ति? जताले गर्नुहुन्छ तपाईलाई परमेश्वर धेरै आशीष दिनुहोस्। गर्नुहोस् है मण्डली परिवार, देशको लागि प्रार्थना गर्नुहोस्, हाम्रो आफ्नै मण्डलीको निम्ति प्रार्थना गर्नुहोस्। कतिजना सेवाका निम्ति विभिन्न ठाउँमा जानुभएको छ, उहाँको निम्ति प्रार्थना गर्नुहोस्। एबिसीको पुस्तकले भन्छ 6 अध्यायमा हामीले 10 तलतिर हेर्यो भने हाम्रो युद्ध चाहिँ, सुन्नुहोस् है मण्डली, हाम्रो युद्ध चाहिँ शरीर र रगतको विरुद्ध होइन है। हाम्रो युद्ध कसको विरुद्ध होइन? शरीर र रगत भन्नुको अर्थ मान्छेसँग हाम्रो युद्ध होइन, तर हाम्रो युद्ध आत्मिक युद्ध हो। आत्मामा हाम्रो युद्ध हो नि हैन, आत्मामा लडाइँ गर्ने हामीले। बाइबलले भन्छ त्यसरी हाम्रो युद्ध संसारिक रूपमा होइन, तर आत्मिक रूपमा हैन, संसारको त्यो अन्धकारको विरुद्धमा, स्वर्गीय स्तरको दुष्टको विरुद्धमा, वर्तमान सांसारिक अन्धकारको विरुद्धमा, शैतानको विरुद्धमा, बिमारको विरुद्धमा, त्यसको लागि हाम्रो युद्ध हो। त्यसैले प्रार्थना गर्नुपर्छ, घुँडामा जाने हो, अनि परमेश्वरलाई पुकार गर्ने हो हैन। भित्र कोठामा जाने, बाइबल भन्छ भित्र कोठामा जाओ, घुँडामा जाओ, प्रार्थना गर, स्वर्गको पिताले तिमीलाई इनाम दिनुहुन्छ हैन। तर हाम्रो प्रार्थना नै सबैभन्दा ठुलो हतियार हो विश्वासीहरू। तपाईहरु मेरो क्रिस्चियन जीवनको सबैभन्दा ठुलो हतियार प्रार्थना हो। प्रार्थना छैन नि हाम्रो जीवनमा केही काम केही हुँदैन, कामै लाग्दैन। प्रार्थना बिजन केही काम केही हुँदैन, मोल केही हुँदैन के। तर प्रार्थना तपाईहरुको जीवनमा हुनुपर्छ है। हालेलुया, आमेन। तल उसै जान्छ प्रार्थना गर्नुहोस् है। अब बिहान उठ्ने बित्तिकै प्रार्थना गर्नुहोस्। म्याक्सिमम 1 घण्टा त प्रार्थना गर्नुपर्छ के। 1 घण्टासम्म त प्रार्थना गर्दै तपाईँले भन्न के उठाइ खेली गर्छ क्या, के दिमागमा आउँछ। तब तपाईँ 1 घण्टा प्रार्थना गरेर अगाडि बढ्नुहुन्छ भने तपाईँलाई त्यो कुनै कुरा याद आउँदा कनेक्ट हुन्छ क्या परमेश्वरसँग। त्यसरी प्रार्थना गरेर समय बिताउनुहोस् क्या। भोलि बिहान 4 बजे उठ्नु, 5 बजे उठ्नु, अनि प्रार्थना गरेर परमेश्वरसँग। हालेलुया, हालेलुया। अनि हाम्रो युद्ध चाहिँ आत्मामा हो, लडाइँ आत्मामा हो। तपाईँले के लुकाको पुस्तक 18 अध्याय निकाल्नुहोस् त। लुकाको पुस्तक 18 अध्याय। यहाँ एउटा विधवा, खुरनदार लागेको विधवा छ। मैले शीर्षक लागेको छु प्रार्थनामा के त निरन्तर लागिरह भन्ने शीर्षक छ। तपाईँले शीर्षकमा टिप्न सक्नुहुन्छ। टिप्न चाहनुहुन्छ भने प्रार्थनामा निरन्तर लागिरह हो। हाम्रो समस्याहरू समाधान भएको छैन, हामीले कति धेरै प्रार्थना गर्यो, उत्तर आएको छैन होला, तर निराश नहुनुहोस्, नथाक्नुहोस् के। प्रार्थना गरिरहनुहोस्, प्रार्थना गरिरहनुहोस्, प्रार्थना गरिरहनुहोस्। परमेश्वर तँलाई अवश्य उत्तर दिनुहुन्छ। हालेलुया, कतिले विश्वास गर्नुहुन्छ परमेश्वर उत्तर दिनुहुन्छ भनेर? हालेलुया। अहिले एक्साइट भएर सुन्नु त वचन, तपाईँलाई परमेश्वर काम गर्नुहुन्छ क्या। एकदम त्यो नुनहा जस्तो कुरा झोक्रा तर एक्साइट हुनु त, एकदम जोसमा चाहिँ तँले वचन रिसिभ गर्नु त जीवनमा परमेश्वर काम गर्नुहुन्छ। आमेन, आमेन। हुन्छ। यहाँ खुरुन्दा लागेको 18 अध्याय तल पढ्नु भयो होला, म पढ्न जान्छु ल। तिनीहरू सधैँ प्रार्थना गरिरहन् र निराश नहुन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। यीशु ख्रीष्टले एउटा दृष्टान्त भन्नुभयो, चेलाहरूलाई भन्नुभएको छ है। तपाईँ मलाई भन्दै हुनुहुन्छ समय तिमीहरू चाहिँ निराश नहुन् भन्ने हेतुले प्रभु यीशु ख्रीष्टले चाहिँ एउटा दृष्टान्त बोल्नुभयो। निराश नहो, तर निरन्तर प्रार्थना गरिरह। हामी निराश हुनु चाहिँ परमेश्वर इच्छा होइन रहेछ है, तर निरन्तर प्रार्थना गर्ने, निरन्तर प्रार्थना गरिरह भनेर परमेश्वरको इच्छा छ। अनि त्यसको लागि परमेश्वरले मलाई के छ, प्रार्थना गरिरह भन्ने हेतुले परमेश्वरले के त एउटा दृष्टान्त बोल्नुभएको छ। कुनै एउटा सहरमा परमेश्वरको भय नमानेर मानिसको वास्ता नगर्ने एकजना
न्यायाधीश थिए। हेर्नुहोस् है, कुनै एउटा सहरमा चाहिँ परमेश्वर कृष्ण एउटा दृष्टान्त भन्दैछ, परमेश्वरको डर नमान्ने है, परमेश्वर भय नमाने, परमेश्वरको डरै नमाने, परमेश्वरको वास्तै नगर्ने र मान्छेलाई चाहिँ के मोलकै नथान्ने क्या, मान्छेको पनि वास्तै नगर्ने एउटा न्यायाधीश छ। न्यायाधीश भनेर बुझ्नुहुन्छ तपाईँले? न्यायाधीश भनेर बुझ्नुहुन्छ? अदालतमा के छ, न्यायाधीश फैसला गर्ने न्यायाधीश हुन्छ नि होइन, इन्साफ गर्ने, उनीहरूको कसको गल्ती गरेछ, कसले गल्ती गरेछ, इन्साफ न्याय दण्ड दिने, के अरे हुन्छ त्यो न्याय गरिदिने काम गर्छ न्यायाधीशले है। अनि त्यो न्यायाधीशले त्यसले कस्तो परमेश्वरको डरै नमान्ने, मान्छेको वास्तै नगर्ने के, त्यस्तो खालको मान्छे रहेछ। हेर्नुहोस् है, अनि तिनले भन्छ त्यसै सहरमा एउटा विधवा थिइन्, त्यो तिनी कहाँ आइरहन्थे र भन्थे मेरो बादीको अघि मेरो न्याय गरिदिनुहोस्। हेर्नुहोस् है, अनि त्यो एउटा विधवा चाहिँ त्यो न्यायाधीश आइरहन्थ्यो अरे, हरेक दिन आउँथ्यो अरे, मलाई चाहिँ न्याय चाहियो, मलाई मान्छेले थिचोमिचो गर्दैछ, मलाई यो मान्छेले थिचोमिचो गर्दैछ, मलाई हेप्दैछ, मेरो चाहिँ होइन मेरो कुराहरू लाग्दैछ, अथवा उसले कति कुराहरू उसलाई गरेको थियो होला, त्यो विधवालाई मान्छेले हेपेको थियो होला, त्यो मान्छेहरूले उसको सम्बन्धी खोसेर ल्यायो थियो होला, उसको जग्गाहरू मिचेको थियो होला। अनि उसले भन्छ न्यायाधीशको आइकन मलाई न्याय चाहियो, मलाई न्याय चाहियो, मलाई न्याय चाहियो है। उसले हरेक दिन आउँथ्यो, न्यायाधीशलाई भन्थ्यो, उसलाई ढकढकाइरहन्थ्यो, मलाई न्याय चाहिँ चाहियो, मलाई इन्साफ दिन पर्यो, मलाई मेरो सम्पत्ति के अरे खोसेर लगेको छ, मेरो जग्गा त्यसले चेपेको छ, मलाई इन्साफ चाहियो। उसले त्यो भन्यो होला, हरेक दिन जान्थ्यो, उसले न्याय माग्थ्यो। तिनले चाहिँ केही समयसम्म मानेनन्। हेर्नुहोस् है, सुन्नुहोस् है, तर त्यो न्याय चाहिँ केही समय मान्दै मानेन, वास्तै गरेन। उसले जति आयो नि भने नि उसले मतलबै गरेन, निकालिदियो। सुन्दैन उसको कुरालाई है, उसको कुरा सुन्दै सुनेन। त्यो न्यायाधीशले त्यो विधवाले बिन्ती गरेको, उसले मलाई न्याय दिन पर्यो, मलाई इन्साफ चाहियो, मलाई अन्याय परेको छ, मलाई थिचोमिचो परेको छ, मलाई मान्छेले हेपेको छ, मलाई मान्छेले नराम्रो व्यवहार गरेको छ, मलाई चाहिँ न्याय चाहियो, मलाई इन्साफ चाहियो भनेर चाहिँ त्यो विधवा चाहिँ हरेक दिन न्यायाधीशमा जान्थ्यो, अदालतमा जान्थ्यो, मलाई फैसला गरिदिनुहोस्, मलाई यो चाहिँ फैसला चाहियो, मलाई यो इन्साफ चाहियो भनेर हरेक दिन जान्थ्यो। तर त्यो न्यायाधीशले के छ, वास्तै गर्दैन, मतलबै नगर्ने के। अनि 4ले भन्छ तिनले केही समय त मानेन, तर पछिबाट तिनले आफ्नो मनमा भने म परमेश्वरको डर मान्दिनँ, मानिसको पनि वास्ता गर्दिनँ। हेर्नुहोस् है, तर पछि त्यसले भनमा भन्यो म परमेश्वरको डरै मान्दिनँ, झन् मान्छेको त म वास्तै गर्दिनँ भनेर उसले चाहिँ मनमा एउटा सोचेको छ। अनि के हुन्छ, मान्दिनँ, मानिसको वास्ता पनि म गर्छु, तर यस विधवाले मलाई होइन पारेको हुनाले म त्यसको न्याय गरिदिन्छु, नत्र त तिनी एकहोरो आएर मलाई वाक्क बनाउनु छ भन्छ। हेर्नुहोस् है, म मान्छेको पनि वास्तै गर्दिनँ, परमेश्वरको डरै मान्दिनँ, मान्छेको वास्तै गर्दिनँ, तर यो विधवा चाहिँ आएर मलाई दिनदिनै आएर मलाई वाक्कै पारिसक्यो, मलाई हैरानै पारिसक्यो, दिमागै खराब गरिसक्यो आएर होइन। आज नि भनेछ किसिस गरेछ, आज नि मलाई इन्साफ चाहियो भनेछ, भोलि नि आएको छ, पर्सि नि आएको छ, मलाई दिमाग खराब गरिसक्यो। अब यसको म न्याय चाहिँ गरिदिन्छु, तर मैले परमेश्वरको डर मानेर यसो न्याय गरिदिन खोजेको होइन, मान्छेले भनेर मैले गर्न खोजेको होइन, मलाई चाहिँ किचकिच गरेकाले यस्तो गर्न मैले न्याय गरिदिन्छु भनेर उसले मनमा सोचेको। तर त्यसको मनलाई परिवर्तन गरे को हुनुहुन्छ? परमेश्वर हुन्छ नि। हालेलुया। तपाईँले योबाट परमेश्वर के चाहिँ तपाईँलाई मलाई बताउन चाहनुहुन्छ भने, तपाईँ मेरो प्रार्थना आएको उत्तर आएको छ होला होइन, तपाईँ मेरो प्रार्थना उत्तर आइरहेको छ होला, कति धेरै प्रार्थना गर्नुभयो, प्रभु म यो बस्तीमा जाँदैछु, मलाईबाट छुटकारा चाहियो, प्रभु म यो अवस्थाबाट जाँदैछु, मलाई चङ्गाइ चाहियो, मलाई यो अवस्थाबाट जाँदैछु, मलाई योबाट बाटोहरू खोलिदिनुहोस् भनेर कति धेरै तपाईँले प्रार्थना गर्नु होला, तर उत्तर आएको छैन होला। होइन, महिनौँ बित्यो, वर्षौँ बितिसक्यो, तपाईँलाई प्रार्थना उत्तर आएको छैन होला। तर यहाँ वचनले तपाईँलाई उत्साह दिन चाहनुहुन्छ। परमेश्वर वचनले के उत्साह दिन चाहन्छ नि, जसरी विधवाले त्यो न्यायाधीश कहाँ गएर हरेक दिन ढकढकाइरहेको थियो, अनि उसको यहाँ न्याय गरिदिएको छ त्यो न्यायाधीशले, जुन त्यो दुष्ट न्यायाधीशले होइन, घमण्डी न्यायाधीशले चाहिँ उसको न्याय गरिदिएको थियो। तर परमेश्वर घमण्डी हुनु नै फेरि मैले भन्नु खोजेको थियो होइन, तर त्यसरी तपाईँको प्रार्थना उत्तर नआउँदै गर्दा पनि तपाईँ निरन्तर प्रार्थना गरिरह भन्नु खोजेको, निरन्तर प्रार्थना गरिरह, तिमीको उत्तर चाहिँ परमेश्वर दिनुहुन्छ भन्नु खोजेको। हालेलुया, हालेलुया। होला हामीले अरू मान्छेले हामीलाई चेप्दै हेपेको होला, हाम्रो विरुद्ध नराम्रो बोलेको होला, हामीलाई नराम्रो सोचेको होला, अनि हाम्रो विरुद्ध मान्छेले कुरा काटेको होला, तर त्यसको लागि हामी परमेश्वरमा चाहने प्रभु क्षमा गरिदिनुहोस्, प्रभु उनीहरूलाई शान्ति दिनुहोस्, उनीहरूलाई आनन्द दिनुहोस्, उनीहरूले जे भन्दैछ प्रभु क्षमा दिनुहोस् भनेर हामी चाहिँ प्रार्थना गर्नुपर्छ। आमेन।
आमेन। अनि यो पदले यो भस चाहिँ तपाईँलाई मलाई के सिकाउन चाहन्छ, तपाईँ म चाहिँ निरन्तर प्रार्थना गर्नको लागि उत्साह दिएको छ। हालेलुया। तपाईँ प्रार्थना गर्नुहोस्। तपाईँको समस्याबाट जानुभएको छ होला, कठिन परिस्थिति जाँदै हुनुहुन्छ होला, तपाईँ ऋणबाट जाँदै हुनुहुन्छ होला, अब आर्थिक अवस्था तपाईँ डामाडोल हुनुभएको छ होला, तपाईँ वचनले तपाईँलाई उत्साह दिन्छ, प्रार्थना गरिरह भन्छ। प्रार्थना गर्नुहोस्, परमेश्वरले माध्यमहरू खोलिदिनु हुनेछ। परमेश्वर चाहिँ अचम्म काम गरे परमेश्वर हुन्छ। हालेलुया। अहिले हामीले आराधना गर्दै गर्दा एउटा भसलाई हेर्दै थियो है, हामीले भजन 138 अध्यायको 1 र 2 पदलाई हेर्दै थियो होइन। त के भन्दै थियो, परमेश्वरले आफ्नो वचनलाई सबैभन्दा माथि राख्नु भएको छ भन्छ। अनि वचनलाई हामी थाबी गर्नुपर्छ क्या, किनकि परमेश्वर त्यो वचन चाहिँ सबैभन्दा माथि गरेर राख्नुभएको छ। जे परमेश्वरले बोल्नुहुन्छ त्यो पुरा गर्नुहुन्छ नि। हालेलुया। हालेलुया। त्यसैले प्रार्थना गर्ने हो। तपाईँको कठिन परिस्थिति छ, आर्थिकमा डामाडोल छ, परिवारमा समस्याहरू, अशान्ति छ, मिलेको छैन, झगडाहरू छ, तर हामी कहाँ जाने, प्रार्थनामा जानुपर्छ। हालेलुया। घोडामा जाने हो अनि प्रार्थना गर्ने हो। त्यस कारणले तपाईँलाई म उत्साह दिन चाहन्छु वचनबाट, आजको वचनबाट प्रार्थना गर्नुहोस् मण्डली, प्रार्थना गर्नुहोस्। अनि 6ले भन्छ, प्रभुले भन्नुभयो, सुन ती अधर्मी न्यायाधीशले के भन्छन्, के परमेश्वरले उहाँलाई रात दिन पुकार्ने आफ्ना चुनिएकाको न्याय गरिदिनुहुन्न र के उहाँले तिनीहरूको निम्ति बिहालो गर्नुहुन्छ र? के परमेश्वरले रात दिन पुकार्नेहरूको निम्ति परमेश्वरले बिहालो गर्नुहुन्छ त? गर्नुहुन्न नि। त्यो विधवाको नि परमेश्वरले न्याय गरिदिनु भयो क्या, किनकि त्यो मान्छेको त्यो घमण्डी न्यायाधीशको हृदय चाहिँ कसले खोलिदिनु भयो? प्रभु परमेश्वरले त्यसको हृदयलाई खोलिदिनु भयो। अनि परमेश्वरले के भन्नु छ, सुन ती अधर्मी न्यायाधीशले के भन्छ है, त्यसलाई भन्दैछ, सुन त तिनीहरूले के त्यो अधर्मी न्यायाधीशले के भन्दैछ, के परमेश्वरलाई रात दिन पुकार्नेहरूलाई परमेश्वरले न्याय गरिदिनुहुन्न, कि तिनीहरूको उत्तर परमेश्वर दिनुहुन्न, कि परमेश्वर तिनीहरूलाई सहायता गर्नुहुन्न होइन? आज तपाईँ र मैले के परमेश्वरलाई रात दिन परमेश्वर पुकार गर्दै गर्दा, प्रभु म यो परिस्थिति जाँदैछु, म यो कठिन अवस्थाबाट जाँदैछु, म यो समस्याबाट गुज्रिँदैछु, हो म यो बिमारबाट जाँदैछु, मलाई योबाट छुटकारा चाहियो भनेर तपाईँले मैले परमेश्वरलाई हरेक दिन पुकार गर्दै गर्दा के परमेश्वर ढिलो गर्नुहुन्छ र? के उहाँलाई पुकार्ने गर्दा परमेश्वरले त्यतिकै छोडिदिनुहुन्छ र? गर्नुहुन्न नि। उहाँले के भन्छ, म तिमीलाई के न्याय गर्दिनँ, कि तिमीलाई म उत्तर दिँदिनँ र, कि तिमीलाई म सहायता गर्दिनँ र भनेर परमेश्वर वचनले भन्नुहुन्छ। त्यो हाम्रो कुरा चाहिँ, हाम्रो पेज चाहिँ परमेश्वरलाई जाहेर गर्नुपर्छ, परमेश्वरलाई बताउनुपर्छ। आमेन। आमेन। प्रार्थना चाहिँ जब तपाईँले प्रार्थना गर्नु चाहिँ परमेश्वरसँग बातचित गरिरहेको हुन्छौँ। प्रार्थना भनेको परमेश्वरसँग हामी कुराकानी गर्नु हो। हालेलुया। प्रार्थना भनेको परमेश्वरसँग के त बातचित गर्नु हो, परमेश्वरसँग कुराकानी गर्नु। जसरी हामी आफ्नो साथीहरूसँग बोल्छौँ नि होइन, हामी साथीसँग गफ गरिरहेको हुन्छ, त्यसै प्रार्थना भनेको परमेश्वर हामी बोल्ने हो क्या, परमेश्वर बातचित गर्ने हो क्या। तपाईँले एउटा कुरा भनिदिउँ, हामी कति तपाईँले परमेश्वरको आवाजलाई सुन्नुहुन्छ, प्रार्थना गरिकन एकछिन समय शान्त बसेर परमेश्वरको आवाज कसैले सुन्नु भएको छ? तपाईँ शान्त बस्नुहुन्छ कहिले भएको छ भने भन्नु, नछैन भने भन्नुहोस् त। तपाईँले हामी कतिपय यस्तो छौँ कि हामी प्रार्थना गरी पढाउँछौँ, हाम्रो सबै कुराहरू परमेश्वरलाई भन्छौँ, उहाँ प्रार्थना गर्छ, हाम्रो सबै समस्याहरू परिस्थिति सबै परमेश्वरलाई भनिपठाएपछि हामी चाहिँ कसै आमेन भन्छौँ, त्यसरी आफ्नो बाटो लाग्छौँ, राइट? हामी त्यही गर्छौँ क्या, भन्नुहोस् त। हाम्रो आफ्नो कुरा भन्छौँ, प्रभु मलाई यस्तो छ यस्तो छ यस्तो छ, यो जाँदैछु प्रभु ल है प्रभु भनेर, अनि लास्टमा आमेन यस्तो कृष्णमा आमेन भन्छौँ, हामी आफ्नो बाटो लाग्छ। तर हामी कहिले परमेश्वरको आवाजलाई सुन्ने कोसिस गऱ्यौँ, परमेश्वरको इच्छालाई हामीले जान्ने कोसिस गऱ्यौँ? मलाई परमेश्वर एक दिन भन्नुभएको थियो, हो म तपाईँ मसँग बोल्नुहोस् भनेर प्रार्थना गर्थेँ कि हरेक दिन। परमेश्वर दर्शनमा बोल्नुभयो मसँग, त आफै बोलेको गर्छ, म त कतिखेर बोल्नु त भनेर परमेश्वर भन्नुभयो क्या। भन्नुको मतलब परमेश्वरले मलाई के भन्न चाहनु हुँदो रहेछ भने, हामी चाहिँ प्रार्थना गऱ्यो, आफ्नो समस्याहरू, आफ्नो कुराहरू परमेश्वरलाई बतायो, अनि हामी लास्ट टाइम आमेन भन्यो, अनि आफ्नो बाटो लाग्यो। तर हामीले के गर्न पर्ने रहेछ, सुन्नुहोस् है मण्डली, यो कुरा तपाईँले गर्नुपर्छ, तपाईँले गर्नु आवश्यकता छ। जब हामी हाम्रो कुराहरू, हाम्रो पेस, हाम्रो समस्याहरू परमेश्वरलाई बताइसकेपछि तपाईँहरूमा केही समय परमेश्वर के चाहिँ इच्छा छ त, परमेश्वर के चाहिँ हामीलाई बताउन चाहनुहुन्छ, हामी केही समय शान्त बस्न पर्नुहुन्छ। आमेन भन्नु गर्दा चुपचाप बस्ने, परमेश्वर के बताउँछ परमेश्वरको आवाजलाई सुन्ने कोसिस गर्नुहोस्। तपाईँ र मसँग परमेश्वर बोल्नु हुन्छ। हालेलुया। हालेलुया। अबदेखि उच्च तपाईँले यो कुरालाई गर्नुहोस्। बिहान उठ्ने बित्तिकै तपाईँ आफ्नो समस्याहरू पहिला परमेश्वरलाई धन्यवाद दिन थाल्नुहोस्,
प्रशंसा गर्नुहोस्, आफ्नो समस्याहरू परमेश्वरलाई बताउनुहोस्। अनि त्यसपछि तपाईँ केही समय 5 मिनट 10 मिनट 15 मिनटसम्म आधा घन्टा हुन्छ कतिपय शान्त बस्नुहोस्, साइलेन्ट बस्नु, चुपचाप आफ्नो आँखालाई बन्द गरेर परमेश्वरमा ध्यान केन्द्रित भएर परमेश्वरमा समर्पित भएर बस्नु, चुपचाप बस्नुहोस्। अनि तपाईँलाई केही न केही परमेश्वरले बोल्नुहुन्छ हुन्छ। हालेलुया। तपाईँले के कुरा परमेश्वर माग्दिनुहुन्छ? तपाईँले बाटो देखाउने काम गर्नुहुन्छ अथवा केही कुरा तपाईँलाई उत्साह दिने काम गर्नुहुन्छ? अनि तपाईँलाई वचनद्वारा के कुरा देखाउनुहुन्छ क्या? केही नै कुरा तपाईँलाई देखाउनुहुन्छ क्या परमेश्वरले? तपाईँको योजना, तपाईँलाई परमेश्वर राख्नु योजनाको बारेमा देखाउनुहुन्छ, बोल्नुहुन्छ होइन? तपाईँलाई परमेश्वर के चाहिँ योजना राख्नुभएको छ? तपाईँको आस्था कसरी पुरा गर्नुहुन्छ? परमेश्वर कसरी ढोका खोलिदिनुहुन्छ? त्यो आइडियाहरू, त्यो नलेजहरू परमेश्वर दिनुहुन्छ क्या। त्यस कारणले गर्दाखेरि हामी प्रार्थना मात्रै गरेन होइन क्या। प्रार्थना गरिकन हामी केही समय शान्त बसेर परमेश्वरको आवाज पनि सुन्ने कोसिस गर्नुपर्छ क्या। उहाँको इच्छालाई नै जान्ने कोसिस गर्नुपर्छ क्या। उहाँको इच्छा चाहँदैन हाम्रो बानी नै त्यही छ क्या। परमेश्वर चाहिँ हामीसँग बोल्ने बेला चाहिँ उठिहिँड्छ क्या। जब परमेश्वर बोल्ने बेला भयो हामी आफ्नो बाटो लागिहाल्छ क्या। हाम्रो बानी नै त्यही छ। तर अबदेखि हामी उसो के गरौँ? हाम्रो प्रार्थना विषय, हाम्रो प्रार्थनाहरू सबै कुरा परमेश्वरलाई भनिसकेपछि हामी केही समय शान्त बसेर परमेश्वरको आवाजलाई सुन्ने कोसिस गरौँ। आमेन, आमेन, हालेलुया, हालेलुया। त्यस कारणले गर्दा प्रार्थना सँगसँगै हामी शान्त समय बिताउन जरुरी छ। मैले तपाईँलाई अस्ति शान्त समयको बारेमा बताएको थिएँ, कतिजनाले गर्नुभयो मलाई थाहा छैन, मलाई आशा छ तपाईँले गर्नुभएको छ। हालेलुया, हालेलुया। प्रार्थना गर्दै गर्दै शान्त समय पनि बिताउनु होला ल, किनकि परमेश्वर तपाईँसँग बोल्नु। शान्त समय हामी परमेश्वर बोल्ने क्या। हामी प्रार्थना गर्दा त हामी आफ्नै कुरा भटभटाइरहेको हुन्छ, बोलिरहेको छ। अनि सबै चुपचाप बसेर हामी परमेश्वर आवाज सुन्छौँ भने परमेश्वर तब बोल्नुहुन्छ क्या। आमेन। अनि के भन्छ साथमा, के परमेश्वरले उहाँलाई रात दिन पुकार्ने आफ्ना चुनिकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीको निम्ति बिहालो गर्नुहुन्छ र भन्छ? के परमेश्वरले रात दिन पुकार्नेहरूको परमेश्वरले न्याय गरिदिनुहुन्न र? गरिदिनुहुन्छ नि। तपाईँलाई परमेश्वर हामीलाई उत्तर दिनुहुन्छ। के त्यसको उत्तर दिने परमेश्वर ढिलो गर्नुहुन्छ र? गर्नुहुन्न नि। तपाईँलाई म यही उत्साह दिन चाहन्छु, प्रार्थना गर्नुहोस्, प्रार्थना गर्नुहोस्। हामीहरू अर्को एउटा पद पनि हेरौँ, सामुएलको पुस्तक, पहिलो सामुएल। एउटा हन्ना भन्ने एउटा व्यक्ति छ, हन्ना एउटा स्त्री छ, तपाईँलाई सबैलाई थाहा छ। हन्ना भन्ने एउटा स्त्री छ, यो चाहिँ बाँझी स्त्री है। पहिलो सामुएलको पुस्तकमा छ 1 अध्याय, हामी 11 देखि म सर र 20सम्म पढ्नुहोस् ल। म सर र पढ्छु, त्यसो तल म बताउन चाहन्छु ल। म सुन्नु, ध्यान दिएर सुन्नु होला। तपाईँले बाइबल नपढाए पनि ध्यान दिएर सुन्नु होला। 11मा 9बाट पढ्न चाहन्छु। एकपल्ट सिलोमा तिनीहरू खानपान गरिसकेपछि हन्ना उठिन् र त्यति बेला पुजारी एली परमप्रभुका मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमा बसेका थिए। हन्नाले आफ्ना ठुलो फिरसहित रोएर परमप्रभुसित प्रार्थना चढाइन्। हन्नाले यी कुरा भनेर भाकल गरिन्, हे सर्वशक्तिमान परमप्रभु, यदि तपाईँले मेरो दुःख सम्झेर ममाथि कृपा दृष्टि गर्नुभयो र मलाई सम्झाउनु भयो, अनि यदि तपाईँले मलाई भुल्नु भएन र एउटा बालक दिनुभयो भने म त्यस बालकलाई त्यसको जीवनयापन परमप्रभुमा समर्पण गर्नेछु र त्यसको कपाल कहिल्यै छुरा लाग्ने छैन। तिनले धेरै बेरसम्म प्रभुको सामु प्रार्थना गरिन्। यसले तिनको ओठ चलेको देखे हन्ना मनमनै प्रार्थना गरिरहेकी थिइन्। अनि तिनको ओठ चले तापनि स्वर चाहिँ सुनिँदैन थियो। एलीले तिनलाई सोधिन्, माथिको स्त्री हो भनी ठाने। अनि उनले तिनलाई भने, तिमी कहिलेसम्म यस दशामा रहन्छौ? मध्य त्यागिदेऊ। तिनले जवाफ दिए, यस्तो होइन मेरा प्रभु, म ठुलो पीरमा परेको स्त्री हो। मैले कुनै मत पिएकी छैन। म त परमप्रभुको सामने मेरो मनको दुःख बोकिरहेको छु। हजुर मलाई यस्तो नीच नठान्नुहोस्। मेरो दुःख र कष्ट ज्यादा भएको कारण म प्रार्थना गरिरहन्छु। यसले भने, शान्तिसित जाऊ, अनि इज्रायलका परमेश्वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई देऊन्। हन्नाले भनिन्, म तपाईँको दयाको योग्य हुन सकौँ। त्यसपछि तिनी गइन् र खानेकुरा खाइन् र फेरि उदास भइन। भोलिपल्ट तिनी बिहानै उठेर परमप्रभुलाई दण्डवत गरेर आफ्नो घर रामामा फर्के। आफ्नो पत्नी हन्नासित एल्कानाको सहवास भयो र परमप्रभुले हन्नालाई सम्झाउनु भयो। हन्ना गर्भवती भइन् र बेला पुगेपछि तिनले एकजना छोरो जन्माइन्। तिनले त्यसको नाम सामुएल राखे, किनभने मैले त्यसलाई परमप्रभुसँग मागेको हुँ भनी तिनले
भन्थिन्। आमेन आमेन। एउटा स्त्री छ, हन्ना भन्ने स्त्री छ, जसको स्त्रीको चाहिँ पोख्ती छ, बाजी छ, बच्चा नभएको छ। अनि ऊ चाहिँ ठुलो पिरमा छ। हेर्नुहोस् है, ठुलो पिरमा छ। उनीहरू किनकि यो त्योभन्दा अगाडि बस्दै अलिक मातिर पढ्नु भने उसको सौताले चाहिँ उसलाई इख्याउँथेतिर बच्चा नभएको बाजी होइन, विभिन्न कुरा गर्थे होला, उसलाई जिस्काउने होइन, उसलाई खाना नहुने बनाउँथे, रुवाउँथे दिनदिनै हरेक दिन आफ्नो सौताले चाहिँ होइन, खसालेर कुरा गर्ने त्यस्तो गर्थे। तर ऊ जब सिलोमा परमेश्वरको आराधना गर्न निम्ति, परमेश्वरलाई धन्यवाद दिन, परमेश्वरलाई भेटी चढाउन निम्ति जुन सिलोमा गएको छ, त्यहाँ जाँदै गर्दा उसले चाहिँ मन्दिरमा गएर चाहिँ परमेश्वरको उपस्थितिमा गइकन उसले प्रार्थना गरेको छ। प्रार्थना भने उसलाई ठुलो पिरको कारणले गर्दा उसको स्वरहरू आएको छैन। उसले भित्रबाट अन्तस्करणबाट परमेश्वरलाई प्रार्थना गरिरहेको छ। भित्रबाट क्या, भित्र रोदनबाट उसलाई प्रार्थना गरेको छ। ओठ चलेको छ, उसको आवाज आएको छैन। अनि त्यो देख्दाको पुजारीले भन्छ यो चाहिँ माथिको स्त्री होला भनेर ठान्छ। अनि तर उसले के भन्छ, प्रभु म होइन, यस्तो कुरा होइन, तर म चाहिँ ठुलो पिरमा परेर परमेश्वरमा मैले आफ्ना कुरा पेस गर्दैछु भन्छ। तपाईँलाई म के भन्न चाहन्छु, तपाईँको नि यस्तै समस्या होला, तपाईँ परमेश्वरको उपस्थिति जान खाँचो, तपाईँलाई परमेश्वरको उपस्थिति जान खाँचो छ। आमेन। तपाईँको मेरो जस्तो सुकै समस्या होस्, जस्तो चाहिँ परिस्थिति आओस्, हामी प्रभु परमेश्वरको शरणमा जानुपर्छ। यस्तै जसरी परमेश्वर शरणमा गएको छ, परमेश्वर गएर आफ्नो कुराहरू पेस गरेको छ, परमेश्वर आफ्नो समस्याहरू बताएको छ। जब उसले परमेश्वरमा प्रार्थना गरे अनि परमेश्वरले उसको उत्तर दिनुभएको छ र उसलाई एउटा छोरो दिनुभएको छ। हालेलुया हालेलुया। त्यसैले प्रार्थना गर्नुहोस् मण्डली, हन्नाले जस्तो प्रार्थना गर्नुहोस्। हालेलुया हालेलुया। परमेश्वर चाहिँ उत्तर दिने परमेश्वर चाहिँ विश्वास प्रार्थना गर्न खाँचो छ है मण्डली। तर प्रार्थना गर्दै गर्दा हामीलाई विश्वास पनि मिसाउनु पर्ने हुन्छ। विश्वास बिनाको प्रार्थना चाहिँ फेरि उत्तर आउँदैन है। विश्वास साथ जब हामी प्रार्थना गर्छौँ, बाइबलले भन्छ विश्वास चाहिँ प्रार्थनामा जे आगे गर्छ, प्रार्थना गरेर जे माग्छौ त्यो पाएका छौ भने विश्वास गर, त्यो तिमीहरूको हुन्छ भन्छ। मत्ती 21:22 पद, मर्कुस 11:23-24 है। अनि त्यसले विश्वास त्यो पहाडलाई आज्ञा गरी त्यो हटेर जान्छ भन्छ। भनेको अर्थ के हो? तपाईँ मेरो समस्याको पहाडहरू होइन, के समस्या पहाडहरू छ त्यसलाई आज्ञा गरी जान्छ भन्छ। त्यस कारणले गर्दाखेरि जब हामी परमेश्वरमा प्रार्थना गर्छौँ, हामी परमेश्वर उपस्थितिको हामी प्रार्थनामा बस्छौँ, हामी परमेश्वरसँग समय बिताउँछौँ, परमेश्वर उपस्थितिमा जान्छौँ, त परमेश्वरलाई उत्तर दिनुहुन्छ क्या। जसरी हन्नालाई परमेश्वर उत्तर दिएको छ, जसरी विधवाको न्याय गरिदिएको छ, आज तपाईँहरूको मेरो पनि परमेश्वरले न्याय गरिदिनुहुन्छ। आज तपाईँहरूको समस्याहरू परमेश्वरले हटाइदिनुहुनेछ। हालेलुया। तपाईँलाई परमेश्वर चङ्गाइ गर्नुहुन्छ। विश्वास प्रार्थना गर्छौँ भने छुटकारा गर्नुहुन्छ, शान्ति दिनुहुन्छ, त्यो आनन्द परमेश्वर दिनुहुन्छ। तर हामी तपाईँहरूमा विश्वास साथ के हुन्छ, प्रार्थना गर्नुपर्छ। हालेलुया हालेलुया। तपाईँले बाइबलले हेर्नु प्रार्थना गर्ने धेरै व्यक्ति छ। के दानियल कस्तो व्यक्ति हुन्छ, दिनमा 3 चोटि घोडा टेकिकन परमेश्वर प्रार्थना गर्ने व्यक्ति हो। आज तपाईँहरू मन कि घोडामा गएर प्रार्थना गरेका छौँ, परमेश्वर उपस्थितिमा गएर समय बिताएका छौँ। सबैभन्दा ठुलो कुरा तपाईँले मैले गर्नै पर्ने कुराहरू विश्वासी जीवनमा क्रिस्चियनहरूले गर्नुपर्ने है मेन कुरा भनेको तपाईँले प्रार्थना गर्न एकदम इम्पोर्टेन्ट छ। फर्स्टमा प्रार्थना गर्न एकदम इम्पोर्टेन्ट छ। प्रार्थनाको जीवन तपाईँहरूमा हुनुपर्छ। दोस्रो तपाईँहरूमा आराधनाको जीवन हुनुपर्छ। परमेश्वरलाई आराधना गर्ने जीवन हुनुपर्छ। सुन्नु चाहिँ मण्डली, आराधना गर्ने, भजनहरू गर्दै परमेश्वरलाई महिमा गर्ने, धन्यवाद दिने हुनुपर्छ। तेस्रोमा तपाईँले मैले बाइबल अध्ययन गर्नै पर्ने छ। तपाईँमा मैले के गर्नुपर्छ? बाइबल अध्ययन गर्नै पर्छ। अनि चौथो नम्बरमा के छ, हामी सङ्गति भेला हुनै पर्छ। हालेलुया हालेलुया। तपाईँ मेरो जीवनमा चाहिने, विश्वासी जीवन चाहिने कुरा चाहिँ यो, हामी यो जीवन यो चाहिँ हुनुपर्छ है हामीमा। प्रार्थना, आराधना, बाइबल अध्ययन र सङ्गतिमा भेला हुने, एक आपसमा भेला भएर सङ्गति गर्ने कुरा तपाईँहरूमा हुनुपर्छ। आमेन।